चाहिँ मैले चाहिँ यो दराजबाट एउटा सामान मगाएको थिएँ जुन चाहिँ कस्तो छैन। मैले चाहिँ सामान रिटर्न गरेको छु, पैसा अहिलेसम्म रिटर्न आएको छैन, रिफन्ड भएको छैन, केही छैन। त्यो त गर्छ होला। यो मैले आज सामान एउटा अर्डर गरेको थिएँ। यसको प्राइस चाहिँ रहेको छ 550 रुपियाँ तिरेको थिएँ मैले चाहिँ, 547 छ। अनबक्सिङ गर्दाखेरि के रहेछ यो चाहिँ हेर्नुपर्ने हुन्छ होइन। के छ यसमा मैले अर्डर गरेको के थियो मलाई पनि थाहा छैन, किन लङ टाइम पछि आयो अनि ठ्याप्पै बिर्स्यो क्या। लङ टाइम पछि आयो, ल्यापटपको लागि मगाएको, लङ टाइम पछि आयो अनि मैले चाहिँ बिर्सेँ के थियो भन्ने कुरा है। यस्तै खोले अब चाहिँ प्याकेज चाहिँ राम्रो गरे हुन्छ त्यस्तै हो। सामान कस्तो छ त्यो चाहिँ टेस्ट गर्नु भने हेडफोन रहेछ है। यो चाहिँ रहेछ युएसबी 30 हर्ट्ज प्ले भन्ने छ। खै यो मलाई लाग्दैन एयरपोर्ट हेर्दा त यो फेरि डुप्लिकेट परेको जस्तो लाग्दैछ, किन भन्दाखेरि 60 ओमको रहेछ, 200 mAh ब्याट्री क्यापेसिटी रहेछ जम्मा। 30 आउट भनेको छ, यो 30 पनि हुँदैन गाइस, चाहिँ फेकै छ। धेरै गरेको छु। यो एयरपोर्ट रहेको रहेछ, कम्पनी पनि यो रहेछ, यो ओभन भन्ने मैले फर्स्ट टाइम सुन्दैछु कम्पनी होइन। यो चाहिँ अब जिप पठाएको छ, अब सिल चाहिँ राम्रै गरी पठाएको छ। अरू चाहिँ मलाई केही थाहा छैन, सिल चाहिँ एकदम बेस्ट एन्ड बेस्टमा पठाएको छ क्या। यो चाहिँ बेस्ट एन्ड बेस्टमा पठाएको रहेछ। खै सुअपमा चाहिँ राम्रो देखिरहेको छ, आई डोन्ट नो। अनि तर चार्जर भने पठाएको छैन, यो दराजले चार्जर पठाएको छैन है। एयरपोर्टको चार्जर पठाएको छैन, यसो लापरवाही भयो कि भएन हेर्नु। एयरपोर्ट मात्रै पठाएको, चार्जर केबाट लाउने यसको? यो पनि सायद आई थिङ्क युजेबल नै हो। यो हेर्न सक्नुहुन्छ गाइस, युजेबल नै हो। यो पहिला नै कसैले युज गरेको यो जो हो। दराजलाई चाहिँ यही भएको कारणले चाहिँ मैले गाली गर्नु, सामान रिटर्न गरेर गर्नुको रिजन नै यही हो कि युजेबल सामान पठाउँछ, अनि युजेबल सामान पठाउँदा फिर्ता गर्दाखेरि रिजन बताउनुहोस्, के गर्नुभयो, कस्तो हो, के को कारणले भन्छ न। आज यसमा चार्जर छ हेर्न सक्नुहुन्छ, यो पनि अब अन त भयो, अन भयो, अन भएपछि होइन, अन त भयो, अन भयो गाइस। अन भएपछि मैले यसलाई कस्तो छ टेस्ट गर्छु होइन, साउन्ड कस्तो, क्वालिटी कस्तो छ भनेर। अब यो युजेबल त छ, साउन्ड कस्तो यसको भन्ने कुरा मलाई एक्ज्याक्ट थाहा छैन होइन। मैले अब गर्नुपर्ने हुन्छ, हेर्दाखेरि त अब यो गाइज यो चाहिँ अलि ठिकै, यो अलि ठुलो भोल्युममा आइरहेको छ, यसको चाहिँ अलिक सानो आइरहेको छ। डजन्ट म्याटर, यो केही फरक पर्दैन। म चाहिँ दुवै कानमा कहिले लाउँदिनँ, एक कानमा लगाएर हुन्छु, त्यो फरक भएन। तर यसको चार्जर चाहिँ छैन है। दराजलाई म कल गरेर सोध्नेछु चार्जर किन दिएको छैन त भनेर। भोलि बिहान फेरि लफडा हुन्छ होइन, फेरि मैले रिफन्ड ल्याउनुपर्ने हुन्छ। रिफन्ड गरेपछि किन गरिस्, रिजन दिए भन्छ क्या दराजले। रिजन चाहिँ यही हो। रिजन के रहेछ भन्दाखेरि हेर्नै सक्नुभयो। रिजन, मेरो रिजन चाहिँ मेन रिजन भनेको यही हो क्या। कहिले पनि भनेको सामान एक्ज्याक्ट पाएको हुँदैन। आज चार्जर छैन अनि भन्छ भोलि बिहान यो छैन त्यो छैन, थियो। मैले चाहिँ आज प्रपरली भिडियो बनाएको छु र यहाँभन्दा अगाडि पनि केहीको भिडियो बनाएको थिएँ, खोल पनि हेर्न सक्नुहुन्छ। चार्जर छैन है, हेर्न सक्नुहुन्छ। 3टा हो यसको आएको भनेको यसको लागि, तर चार्जर छैन हो। यो चाहिँ मेन प्रब्लम हो दराजको। म चाहिँ एकचोटि फेरि कल गर्नेछु दराजलाई, अब के भन्छ कस्तो भन्छ होइन। फेरि अब सामान रिफन्ड गर्छ, कति लिन्छ कति गर्छ भन्ला दराजले। तर त्यो होइन कि सामान कस्तो पठाइरहेछ भन्ने डिपेन्ड गर्छ क्या है। हो, सामान कस्तो पठाइरहेछ, के पठाइरहेछ भन्ने कुरा डिपेन्ड गर्छ। र सामान आई थिङ्क मैले यस्तो देखेको थिइनँ, कलर चाहिँ अर्कै थियो होइन, बट यस्तो पठाएछ। अनि यसमा भनेछ नि यो 60 ओम के छ त, इन्डिपेन्डेन्स 16 ओम नै थियो। यो वायरलेस भर्जन भनेको V5 कति छ, यो थिएन मेरोमा। V7 आई थिङ्क कति थियो,
यो चाहिँ यो टाइप सी केबल भनेको छ, यो दिएको छैन। र यसमा भएको भनेको यही एउटा थियो लगाइछ। यो चाहिँ भिडियो प्रुफको लागि हुनेछ। म दरारलाई कल गर्छु एकचोटि, के भन्छ कस्तो भन्छ।